प्रिन्सले नयाँ ट्रिक सोचेको हुन्छ। उसले त्यो ट्रिक 2 घण्टा लगाएर सोचेको र बनाएको हो। अनि आधा रातमा यो प्लान बनाएकोले प्रिन्स ढुक्क हुन्छ कि यो प्लान सक्सेस हुन्छ भनेर। उता प्रिन्सी आज प्रिन्सको कुरा सुनेर सोचाइमा परेकी हुन्छ। उसले सोच्न थाल्छ कि प्रिन्सलाई आफ्नो बनाउन पाएको भए त भनेर। अनि बसमा प्रिन्सले गरेको कुरा पनि एकदमै राम्रो थियो। मनी इज समथिङ बट नट एभ्रिथिङ, त्यो थियो प्रिन्सको कुरा। त्यसमा कतिजनाले हो भन्छन्, कतिजनाले होइन भन्छन्। प्रिन्सीले पनि प्रिन्सकै सपोर्ट गरेकी हुन्छ। त्यो कुरा सजिन्छ अनि प्रिन्स मुस्कुराउँछ। अनि प्रिन्सीले अर्को कुरा याद गर्छ कि प्रिन्स त त्यहाँ पढाउँदै गर्दा पनि मक्क परेको थियो। अनि उसलाई थाहा हुन्छ प्रिन्सले आफ्नो डायरीमा केही लेख्दै पनि थियो भन्ने कुरा थाहा हुन्छ। प्रिन्सीले बेलुकी प्रश्न सोध्न चाहेकी हुन्छ, तिम्रो डायरी कहाँ छ भनेर। तर उसले सोध्न सक्दिन। सोधेको भए त्यही बेला प्रिन्सलाई थाहा हुन्थ्यो हराएको कुरा। अनि प्रिन्सी पनि यस्तै कुरा सम्झिँदै सुतिरहेकी हुन्छ। र बिहान हुन्छ। प्रिन्सले आफ्नो मिल्ने साथीलाई कल गर्छ। त्यो साथी टेक्नोलोजिकल कुरामा अलिक एक्सपर्ट हुन्छ। जस्तो कि हिजो जङ्गलमा प्रिन्सीले देखाएको स्मार्ट बोर्ड जोड्ने प्लानदेखि सबै कुरा उसको दिमागको थियो। अब प्रिन्सले सबै कुरा त्यो साथीलाई भन्छ। प्लान अनुसार उनीहरू बिहान 6 बजे घरबाट हिँड्छन्। जङ्गलबाट स्कुल 10 बजे पुग्नु पर्ने भएकाले स्कुल ड्रेस लगाएर हिँडेका हुन्छन्। तर प्रिन्सको प्लान अनुसार हिँडेर जङ्गल पुगिँदैन। त्यसैले उसले आफ्नो आमाको स्कुटरको चाबी चोर्छ र जङ्गल पुग्छन्। कति बेर खोज्छन्, पाइँदैन डायरी जङ्गलमा। पहिले नै 8 बजिसकेको हुन्छ। दुवैजना निराश हुन्छन् अनि हरायो भन्दै घर फर्कन्छन्। बाटोमा एउटा सानो तिखो ढुङ्गाले स्कुटर पम्चर हुन्छ। अब स्कुल 10 बजे पुग्नु पर्नेमा जङ्गलमा स्कुटर बिग्रिन्छ। के गर्ने? तिनीहरूले ठेल्दै स्कुटर घर पुर्याउँछन्। 9 बजेतिर घर पुग्छन्। अनि प्रिन्सको आमा रिसमा हुन्छन्। प्रिन्सले आमालाई थाहा नहुने गरी चाबी राखेर स्कुल जान्छ। उता स्कुल बस अब स्टुडेन्ट लिन घर घर जानुपर्ने हुन्छ। ड्राइभरले बस स्टार्ट गर्छ। सफा गर्ने क्रममा उसले एउटा डायरी देख्छ। त्यो डायरी राम्रै देखिन्छ। त्यसैले उसले घर लैजाउँ भन्ने विचार गर्छ अनि ब्यागमा हाल्छ। अनि बस चलाएर स्टुडेन्ट लिन जान्छ। क्लास सुरु हुन्छ। प्रिन्स निराश हुन्छ। प्रिन्सी आउँछ र प्रिन्सलाई भन्छ, गुड मर्निङ, आज किन निराश छौ? तर प्रिन्स बोल्दैन अनि क्लास सुरु हुन्छ। आज एउटा नयाँ केटा एडमिसन हुन्छ, पलम्ब। ऊ ह्यान्डसम र स्मार्ट हुन्छ। सरले उसलाई प्रिन्सीको पछाडि बस्न लगाउँछन्। अब प्रिन्स झन् तनावमा पर्छ। एक त डायरी, अर्को त त्यो केटाले प्रिन्सीलाई पट्टाउँछ भन्ने, अनि अर्को त आमाले गाली गर्ने। अब स्कुलमा ब्रेक हुन्छ। सबैजना खाजा खान जान्छन्। सञ्जय र प्रिन्स सँगै हुन्छन्। प्रिन्सी पनि प्रिन्स नजिक जान चाहन्छे तर आँट गर्न सक्दिन। स्कुल छुट्टी हुन्छ। आज प्रिन्स र प्रिन्सी बोलेका हुँदैनन्। उता ड्राइभर डायरी पढ्दै गर्दा प्रिन्सिपललाई त्यो डायरी मनपर्छ। प्रिन्सिपल भन्छन्, मलाई देऊ, म तिमीलाई 100 रुपियाँ दिन्छु। ड्राइभरले बेचिदिन्छ अनि खुसी हुन्छ। प्रिन्सिपल घर जान्छ र आफ्नो छोरी सिरिनालाई त्यो डायरी गिफ्ट दिन्छ। सिरिना खुसी हुन्छ अनि डायरी खोल्छ। अगाडि प्रिन्सले लेखेको कुरा हल्का देख्छिन्। प्रिन्सले ट्रिक लगाएर लेखेको हुन्छ जसले गर्दा सजिलै बुझिँदैन। सिरिनालाई लाग्छ यो केटो त स्मार्ट होला अनि उसको मनमा खेल्छ कि बाबालाई भन्छु अनि यो मानिसलाई भेट्छु। उता प्रिन्स निराश हुन्छ। प्रिन्सी पनि सोचाइमा हुन्छ, आज प्रिन्स किन निराश छ? त्यो नयाँ केटा पलमलाई लाग्छ क्लासमा केही त चलिरहेको छ। ऊ स्मार्ट पनि हुन्छ अनि उसले प्रिन्सीलाई पहिलो नजरमै मन पराउँछ। तर उसलाई थाहा हुन्छ कि प्रिन्सीले पहिले नै अरूलाई मन पराएकी छ। त्यसपछि मेन गेम सुरु हुन्छ। सिरिना भोलि बाबालाई भन्ने आँट गर्छ। प्रिन्स भोलि जसरी पनि डायरी खोज्ने र पलमको बारेमा सबै कुरा बुझ्ने सोच बनाउँछ। पलम पनि प्रिन्सीको बारेमा बुझ्ने सोच बनाउँछ। सबैजना सुत्छन्। तर प्रिन्सको त्यो टेक्निसियन साथीले एउटा कुरा बुझ्छ अनि उसको दिमागमा त्यही कुरा गुन्जिरहन्छ। उसले के बुझ्यो होला त? जान्नको लागि पार्ट 4 हेर्नु होला।